साथीहरू मैले आज बाम माछा मारेको थिएँ भिडियो नबनाउँदै काटेछु अनि मारेको देखाउन पाइनँ त्यति गर्थेँ माछा भागिरहेको थियो अनि म च्याप्दै लिएर आएँ अन्त कति लामो छ आज यसैको झोल खाने अनि त्यो बाम माछा छोपेको कुवा चाहिँ यही थियो तपाईँहरू हेर्न सक्नुहुन्छ यो माटोको डुलोभित्र बसेको थियो अनि फेरि हामी केही कामको लागि जङ्गलमा घुम्न गएका थियौँ अनि जङ्गलको सफर गर्ने बेला विभिन्न जङ्गलमा दृश्यहरू तपाईँलाई देखाउन लागेका छौँ अनि यो हो सेतो चन्दनको रुख आहा यो सुन्दर दृश्यमा तपाईँ गुराँस फुलेको पनि देख्न सक्नुहुन्छ सेतो चन्दनको रुख यति ठुलो सम्म हुन्छ खाइदिनुहोस् यता युट्युबतिर मेरो भान्जा पुरा भ्युज भएर सुनेको